गाइस के छ सन्चै हुनुहुन्छ होला। म पनि सन्चै आरामै भनौँ। म अहिले घाँस काट्न गइरहेको अवस्था छ। टक्क पछाडि खुर्पेटो हालेर हाँसी हालेर तपाईँको यतातिर छ। हेरौँ घाँस सास पाइन्छ कि पाउँदैन। धेरै भयो घाँसमा काटेको। रुखमा चर्न त अब त्यति हुँदैन, डर लाग्छ। तर पनि अब गाउँमा आएपछि गाउँले त बन्नै पर्यो, हो कि होइन। अब त्यही हुनाले घाँस काट्न गइरहेको अवस्था छ। अब के गर्नु त, जस्तो देश त्यस्तै भेष गर्नै पर्यो। थोडा धेरै त नै, थोरै भयो नि घाँस काटेर ल्यायो भने। अनि यहाँको केराबारी त सकिसक्यो रहेछ, त्यही पनि घाँस काट्नै पर्यो। थोडा यताउति गराङ गुरुङ गराएर एक पुलो जति काटेर भैँसीलाई हाल्नु पर्यो। दुनी भैँसी हो, घाँस त काट्नु पर्यो, हो कि होइन। कस्तो गाइस, त्यो हुनाले यतातिर छ कि घाँस भनेको, घाँस त त्यस्तो छैन जस्तो छ। अब के घाँस खान्छ त्यति मलाई उफ